अहिले चाहिँ हामी दर्शन गरेर आइसक्यौँ। यो चाहिँ मुख्य द्वार, प्रवेशद्वार यस्तो छ। मजाले दर्शन गरियो आइयो। यस्तो छ। अहिले पनि भक्तजनहरूको आवाज जावत चाहिँ एकदमै बाक्लै छ। अहिले पनि अहिले 10 बजिसकेको अवस्था छ। हामीले चाहिँ दर्शन गरेर आइसक्यौँ। अघि बिहान अब यो चाहिँ खिचिरहेको चाहिँ मेरो मोबाइल होइन, दाइको मोबाइलबाट खिचेको। मेरो मोबाइल चाहिँ पुरै स्विच अफ भएर हिजो बसेको लजमा पनि लाइन गरेर चार्जै थिएन, इन्भर्टर पनि थिएन, जेनेरेटर पनि थिएन। अनि त्यो भएको कारणले गर्दा चाहिँ खिचिरहेको यसबाट पनि अब चार्ज धेरै छैन। मजाले यस्तो छ यो। अघि बिहान आउँदाखेरि होइन अब एउटा भिडियो चाहिँ बनाउँ अथवा फोटो चाहिँ खिचौँ न भन्ने एउटा भएको थियो हुन चाहिँ। तर अब यो पहिले दर्शन गरौँ न त भन्ने भयो। अनि अहिले आएर खिच्दा त यो रेन्जमा यो देखिरहनु भएको यो सर्र यो रेन्ज छ नि, यो रेन्ज सबै हिमालको रेन्ज हो क्या। अघि बिहान यस्तो मजाले खुलिएको थियो यो तल हिमाल पनि त्यो हेभी त्यो हिउँ परेर होला है, पुरै ढाकेको थियो। अहिले देखिरहनु भयो यो बादल चाहिँ पुरै यस्तो हिउँले, यो बादलको ठाउँमा सम्झिनु तपाईँ हिउँ थियो क्या। यो हिमाली रेन्ज पर्दो रहेछ। यो रेन्ज सारा पुरै हिमालको रेन्ज थियो। मजाले यसरी रेन्ज थियो। यहाँ देख्न सक्नुहुन्छ कहीँ बादलले छेकेको ठाउँमा त्यहाँनिर हिमाल देख्न सक्नुहुनेछ। यसरी यता सर्र हिमाल मजाले बादलले छेकेको छ अहिले चाहिँ। नत्र यहाँ एकदमै राम्रो रेन्ज देखिन्थ्यो यहाँबाट हिमालको। त्यस्तो अवस्था घन्टा भ्यू छ, दामी भ्यू छ। फर्किने क्रममा छौँ, माताको दर्शन गरेर फर्किने क्रममा छौँ। फर्किँदै गर्दा म तपाईँहरूलाई यो देखाइन्छ। यो चाहिँ हिउँ हो क्या, हिउँ परेको। अघि बिहान हामी अघि नै जाँदा त झन् धेरै थियो क्या। यो अहिले पग्लेर यति भयो, पग्लेर यति भयो। यो सबै हिउँ अझै पनि छ क्या। त्यस्तो हुन्छ क्या हिउँ चाहिँ। हिउँ अलिअलि हिउँहरू मजाले हिउँहरू देखिएको छ। त्यो पग्लेर यतिमा बिहान त झन् बाक्लै थियो। अहिले ओह्रालो ओर्लिने क्रममा छु म। यो देख्नुभएको, यो ठ्याक्कै यो देख्नुभएको छ नि, यो देख्नुभएको चाहिँ ठुलो फेदी हो। अनि ऊ परको यो चाहिँ सानो फेदी। हस् मन्दिर परिसरमा, ठ्याक्कै मन्दिर परिसरमा छौँ। यो मेन ठाउँ माथि वरिपरि देख्न सक्नुहुन्छ। यहाँनिर पुरै पिक हिमालहरू छ। यतापट्टि कञ्चनजङ्घा हिमाल पनि छ। यहाँ बादलले ठ्याक्कै यो साइडमा पर्छ, बादलले ठ्याक्कै घेरेको छ। यो चाहिँ हाम्रो मेन हाम्रो पाथिभारा माता विराजमान भएको ठाउँ अथवा अवस्थिति भएको ठाउँ चाहिँ यहाँनिर पर्छ। यहाँ ठ्याक्कै हामी चाहिँ पुरै लाइनमा छौँ। यति धेरै लाइन छ हाम्रो। अघि चाहिँ यहाँबाट लाइन स्टार्ट भएर चाहिँ यस्तो आएको थियो। अहिले चाहिँ यहाँ चाहिँ छैन। यो पनि हेर्न सक्नुहुन्छ। यहाँ एकदम लामो लाइन छ। भक्तजनहरूको, श्रद्धालु भक्तजनहरूको चाहिँ एकदमै ठुलो बाक्लो उपस्थिति चाहिँ हामी यहाँनिर देख्न सक्छौँ। र यहाँ बादलहरू यसरी मजाले खेल्छन्। यहाँनिर छिनछिनमा मौसम परिवर्तन हुन्छ यहाँको चाहिँ। यता चाहिँ दर्शन गरेर फर्किनु हुने महानुभावहरू भक्तजनहरू चाहिँ देख्न सक्छौँ हामी।